भनेका फुकेका बेलुन हुन्। यिनी बेलुन कतिखेर फुट्छन्, यिनका मन्त्रीहरू कतिखेर फुट्छन् भन्ने कुरा जनतालाई पत्तै छैन। हेर्दै जानुस्। तपाईले फेरि खरानी ग्याङ भन्नुभयो, एमालेको फेवर आयो के तपाईमा पनि? एमालेको फेवर आयो त एमाले जलाएको भने एमालेका नेताहरूलाई किन समाउन सकेको छैन तपाईहरुको अहिलेको सरकारले? किन समाउन सकेको छैन? कांग्रेसको सरकारलाई किन समाउन सकेको छैन? समायो, अदालतले हामीले किन? छोडिदियो। यिनीहरू कतिसम्म आफूमा कमजोर रहेछन् भन्ने कुरा तपाईहरुले बुझ्ने हो क्या सर? यिनीहरूले यताबाट समाउँछन्, अदालतले छोडिदिन्छ। यिनीहरूको त केही कर्तुन नै भेटिएन भने जस्तो क्लिन चिट दिएछ, पठाइदिरहेछ। जनताले पत्याएको होइन, कसरी कमजोर? कसरी कमजोर? बालेनलाई जनताले पत्याएनन्, झन्डै बालेनलाई जनताले पताएनन् भन्दा पनि लेन्डुप दोर्जे जस्ता मान्छेलाई पनि त जनताले पता हुन्छ। उले सिक्किमलाई त बेचेर खाइदियो त। जनता नेपाली जनता सबैमा ट्रस्ट गर्छ, जुन राम्रो काम गर्छ उलाई ट्रस्ट गर्दैन। यो त आधी भेरी आएको जस्तो हो तपाईको। यो समुद्रको सतहदेखि बग्नेवाला होइन, यो खरे खोला जसरी आएर बगेको हो। यो सरकारलाई हामी तह लगाउन कुनै टाइम लाग्दैन। हिजो 25, 35, 36 वर्ष जरा गाडेर बसे